6 महिनापछि भेट भयो कस्तो लाग्यो यहाँ मलिसाको जेल चाहिँ जेल कस्तो हुने सुरुमा 30,000 रुपियाँ मागेको थिएँ अनि के भयो म दिन्न भने कति महिना बसियो त अनि 6 महिना 15 दिन ओहो खास के केसमा गएको तपाईँ जेल 6 months कसम पासपोर्ट पनि छैन पर्मिट छैन त्यसको मतलब पासपोर्ट पनि छैन पर्मिट पनि छैन टोके सालेको त आफ्नो अर्काको रुममा बसेर गएको भन्ने कुरा थियो नि त अनि के भयो त्यो 6 months हालेको नि लान्जा केस भन्छ कोर्पोरेट अनि पैसा तिरेर निस्क्यो कि जेलबाट भागेर निस्क्यो कहाँ पैसा तिर्नु 30,000 को दिन्छ यहाँ भागेर निस्क्यो अनि कसरी छोड्दियो त नि यहाँको जेल मकामाबाट आफ्नो म्यापबाट भएपछि छोड्दिनु यहाँको जेल त कडा हुन्छ अरे नि पढा त पढा हुन्छ मसित पासपोर्ट छ पर्मिट छ आजम गऱ्यो सब जारी गऱ्यो अझै 6 महिना बाँकी छ भाले काम भाषा पनि सिकियो त्यो आज पनि पर्फेक्ट भयो क्या जेलमा त सिकिँदो रहेछ हो नेपाली कति हुन्छन् नेपालीहरू धेरै छ धेरै छ मर्डर केसहरूमा धेरै कुन देशका भेटिए साथीहरू रक्सी त पाइएन झापाको छ धेरै रक्सी कतिको पाइयो त्यहाँ सेक्स रेप केसमा मर्डर जेलमा रक्सी पाउँछ आउँदैन यहाँको जेल जो खानासाना दिन्छ राम्रो लाग्यो खाना दुईटासम्म दिँदैन 1:30 बजे 2 बजे दिन्छ मजा भयो ल म तपाईँलाई अब यो भिडियो चाहिँ तपाईँको के अरे जेठनलाई पठाइदिन्छ है तपाईँको बुढीको चाहिँ छैन मसँग अहिले तपाईँको फ्यामिलीले फोन गरेको गरी तपाईँ बुढी कति रुन्थ्यो पहिला हामी त पछि तपाईँ जेल गएको पनि हामी 1 हप्तापछि थाहा पाएको अनि सिक्युरिटीले त एउटा इमिग्रेसनसँग जिम्मा लगाइदियो तपाईँलाई होइन अब तपाईँलाई घर पठाउँछ भन्ने कुरा थियो तर तपाईँलाई छोडिदियो कि तपाईँ भागेर आउनुभयो खै कहाँ भाग्नु यो कुरामा हामी छोडे पनि कि घर पठाउनु पर्ने होइन पर्मिट सकिनलाई अझै 6 महिना बाँकी छ 1 सालको भिसा अब काम त